तपाईँ पनि आफ्नो फेसबुक अकाउन्टलाई सुरक्षित र ह्याक हुनबाट कसरी जोगाउन सकिन्छ म तपाईँलाई यो भिडियो मार्फत सिकाउने छु। सो यो एउटा सेटिङ गरिसकेपछि तपाईँको फेसबुक अकाउन्ट सुरक्षित र ह्याक हुनबाट जोगिनेछ। तपाईँको बिना पर्मिसनले अरू कसैले खोल्न सकिँदैन। सो यो सेटिङ अन गरेर तपाईँ पनि आफ्नो फेसबुकलाई सुरक्षित राख्न सक्नुहुन्छ। सो यो सेटिङ अन गर्नको लागि तपाईँले सुरुमा फेसबुक ओपन गर्नुपर्ने हुन्छ। फेसबुक ओपन गरिसकेपछि अब यहाँ देख्न सक्नुहुन्छ 3वटा लाइनमा यहाँ क्लिक गर्नुहोला। अब क्लिक गरिसकेपछि अब टच गरिसकेपछि यहाँ देख्न सक्नुहुन्छ पासवर्ड एन्ड सिक्युरिटी भन्ने अप्सनमा क्लिक गर्नुहोला। अब फेरि एकचोटि क्लिक गरेपछि फेरि यहाँ देख्न सक्नुहुन्छ पासवर्ड एन्ड सिक्युरिटीमा फेरि टच गरेर देख्नुहुन्छ। अब यहाँ मेन सेटिङ भनेको 2 फ्याक्टर अथेन्टिकेसनमा क्लिक गरेर तपाईँको आफ्नो एकाउन्ट देखिनेछ जुन तपाईँले फेसबुक खोल्नु भएको रहेछ। यहाँ क्लिक गर्नुहोला यसमा। अब मेन भनेको अब तपाईँले छान्नुपर्ने एउटा सजिलो र सरल तरिका यहाँ एमएस र व्हाट्सएप एपमा क्लिक गर्नुहोला। यसमा क्लिक गरेपछि नेक्स्टमा क्लिक गर्नुहोला। नेक्स्ट क्लिक गरिसकेपछि तपाईँले 8 नम्बर राख्न सक्नुहुन्छ। जस्तै मैले यहाँ राख्दैछु त्यसरी नै तपाईँहरू पनि आफ्नो मोबाइल नम्बर यहाँ राख्न सक्नुहुन्छ। अब क्लिक गरिसकेपछि अब नेक्स्टमा क्लिक गर्नुहोला। अब तपाईँले यहाँ 8 नम्बर गरिसकेपछि तपाईँको एउटा कन्फर्मेसन कोड आउनेछ र त्यो कोड यहाँ इन्टर कोडमा फिल गर्नुपर्ने हुन्छ। अब यो नम्बर फिल गरिसकेपछि सिम्पली नेक्स्टमा क्लिक गर्नुहोला। अब 2 फ्याक्टर अथेन्टिकेसन इज अन भनेर लेखेर आउँछ र यसमा डनमा क्लिक गर्नुहोला। अब डन गरिसकेपछि तपाईँको अकाउन्ट अन हुनेछ र तपाईँ आफ्नो फेसबुक अकाउन्टलाई सुरक्षित राख्न सक्नुहुन्छ यसरी नै। अब यसलाई रिमुभ पनि गर्न सक्नुहुन्छ, अफ गर्न पनि सक्नुहुन्छ। सिम्पली यहाँ टच गरेर तपाईँले यहाँ टर्न अफमा क्लिक गर्नुहोला र तपाईँको अफ हुनेछ। सो यसरी नै तपाईँ पनि आफ्नो मोबाइलमा अन र अफ गर्न सक्नुहुन्छ। सो भिडियो राम्रो लाग्यो भने तपाईँले लाइक र सेयर गर्नुहोला।